हेलो एभ्रिवान, वेलकम ब्याक टु आवर च्यानल स्क्वायर इन्फो। सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु, आरामै छु। तपाईँहरूको माया ममताले एकदम बाँचेकै छौँ भन्नु पऱ्यो। आज अर्को नयाँ भिडियोको साथमा हामी उपस्थित भइसकेका छौँ। आजको भिडियो के को बारेमा हो भन्ने कुरा तपाईँले टाइटल र थम्बनेल हेरेरै थाहा पाइसक्नुभयो होला, तर पनि म बताउन गइराखेको छु। आजको हाम्रो विशेष भिडियो हुनेवाला छ। करिब हाम्रो धेरै पछि नै आइरहेको यो भिडियो एकदमै इम्पोर्टेन्ट भिडियो रहेको छ, जुन हाम्रो कोरिया जाने सोचमा र कोरियन भाषा पढ्ने सोच बनाएर बस्नुभएका दाजुभाइ दिदीबहिनी जसलाई पनि यो एकदमै महत्त्वपूर्ण भिडियो हुनेछ। आजको मेन टपिक रहेको छ हाम्रो कोरिया जान के प्रोसेस गर्नुपर्छ, अनि कोरिया जान कति पढाइ चाहिन्छ, अनि कति योग्यता चाहिन्छ भन्ने कुरा सबै म डिटेलमा बताउन गइराखेको छु। अनि आजको हाम्रो यो भिडियो विशेष बन्नेवाला छ। लागौँ आजको विषयतर्फ है। आजको विषयमा भन्नुपर्दा सर्वप्रथम त कोरिया जान त्यस्तो क्वालिफिकेसनै भन्ने त चाहिँदैन। 1 पढेको, 2 पढेको, 5 पढेको, 8 पढेको जसले पनि पढ्न पाउँछ। कोरियन भाषा हाम्रो 6 महिनाको कोर्स हुन्छ, जसमा हामीले इपिएस टपिक भन्ने पास गर्नुपर्ने हुन्छ। हाम्रो 100 मार्क्सको हुन्छ। त्यसमा यति नम्बर ल्याएर पास हुन्छ भन्ने ग्यारेन्टी हुँदैन। त्यो कट लाइन जति तल गयो, जति कोटा छ त्यही अनुसार कट लाइन हुन्छ, त्यही अनुसार पास गरिन्छ। अनि कोटाको कसरी आउँछ त? कोटा अब कोरियामा जस्तै कामको कुनै कम्पनीलाई, कुनै साउलाई कामदार चाहिएको छ भने उनीहरूले आफ्नो निवेदन दिएर उता रोजगार केन्द्रमा दिएको हुन्छ। त्यहाँबाट कोटा आउँछ, यति कोटाको फर्म खोल्ने भनेर कोटा आउँछ। अनि पछि हामीले यहाँ नेपालमा फर्म खोलाउँछ, त्यही अनुसार हामीले फर्म भर्नुपर्ने हुन्छ। त्यसको लागि इपिएस टपिकको लागि कुनै क्वालिफिकेसन चाहिँदैन, जसले पनि पढ्न पाउँछ। रोग दीर्घकालीन रोग हुनु भएन, कलर भिजन हुनु भएन, त्यो पहिला टेस्ट गराएर पढ्नु होला। अनि फर्म सबैले भर्न पायो। त्यसमा क्वालिफिकेसन भन्ने हुँदैन, जस्तो जापानमा +2 अनि पछि क्वालिफिकेसन माग्छ। त्यस्तो कोरियामा क्वालिफिकेसन माग्दैन, पढाइको योग्यता माग्दैन। भाषा पास गर्ने क्षमता हुनु पऱ्यो। भाषा पास गर्न सक्यो भने क्वालिफिकेसन चाहिँदैन। अनि के प्रोसेसहरू हुन्छ भनेर त्यसको बारे पनि म बताउन गइराखेको छु। सर्वप्रथम त हाम्रो फर्म खुल्छ। फर्म खुलेपछि हामीले फर्म भर्नुपर्ने हुन्छ। उताबाट कोटा आउँछ, 11,000, 10,000, 15,000, 20,000 कति कोटा आउँछ त्यही अनुसार हामीले फर्म भर्नुपर्ने हुन्छ। फर्म भर्नुको लागि हामीलाई पासपोर्ट अनिवार्य हुनुपर्छ। पासपोर्ट बनाएर राख्नु होला सबैजनाले। पासपोर्टले फर्म भरिन्छ। अनि फर्म भरेपछि हाम्रो उताबाट सेड्युल आउँछ, इक्जामको सेड्युल आउँछ। इक्जाम कहिले गराउने, कसरी गराउने भन्ने कुराको सेड्युल आउँछ। त्यही अनुसार हाम्रो इक्जाम हुन्छ। इक्जामको नोटिस आउँछ। त्यही अनुसार आफ्नो इक्जाम कहिले पर्यो भनेर त्यसमा रजिस्टर नम्बर हुन्छ। त्यो एडमिट कार्डमा एउटा कार्ड दिन्छ, एडमिट फर्म भरेको, त्यसमा आफ्नो नम्बर हुन्छ। त्यही अनुसार हामीले हेर्नु पऱ्यो। अनि पछि इक्जामको 1 दिन पहिला हामीले बायोमेट्रिक भन्ने हुन्छ। हाम्रो त्यो आउँला छ। अरू मान्छेले जस्तै मैले फर्म भरेको छु भने अर्कोले आएर इक्जाम नदियोस् भन्ने उसले हाम्रो बायोमेट्रिक गर्छ। यो बायोमेट्रिक हुन्छ। अनि पछि 1 दिन पहिला। अनि पछि अर्को दिन इक्जाम हुन्छ। इक्जाम उता भैँसी पार्टीमा हुन्छ। अनि हाम्रो 50 मिनटको टाइम हुन्छ। 40वटा क्वेसनहरू हुन्छ। 20वटा रिडिङ, 20वटा लिसनिङ गरेर हाम्रो 40वटा क्वेसन हुन्छ। त्यसमा कति मिलाउनु पर्छ भनेर, कति मिलायो भने पास हुन्छ त्यस्तो पनि तपाईँहरूको दिमागमा आएर होला। त्यस्तो केही हुँदैन। त्यो हाम्रो कस्तो हुन्छ भन्दाखेरि कोटा अनुसार हुन्छ। हाम्रो 40मा 40 ल्यायो भने त ढुक्कले पास भइहाल्यो होइन। त्यसपछि 39, 38, 37 कति कट लाइन आउँछ भन्ने कुरा त्यो कोरियाले डिसाइड गर्छ। त्यो कोटा अनुसार त्यसले कट लाइन निकाल्छ। त्यस्तो हुन्छ। त्यसपछि हाम्रो पास गरिसकेपछि हाम्रो मेडिकलहरू हुन्छ। अनि पछि मेडिकल हुन्छ। मेडिकल गरेपछि जब एप्लिकेसन फर्म भर्नुपर्ने हुन्छ। अनि पछि जब एप्लिकेसन फर्म भरिसकेपछि हाम्रो यता ग्वार्कोबाट यताबाट हाम्रो मेडिकल भयो, अनि पछि एडमिट कार्ड भयो, अनि पछि पुलिस रिपोर्ट भयो। हाम्रो विभिन्न डकुमेन्टहरू बनाएर हाम्रो कोरिया पठाउँछ यता डकुमेन्टहरू। अनि पछि यताबाट सेन्ड भन्ने अर्कोबाट हुन्छ। अनि पछि हाम्रो एउटा आइडी बनाउनु पर्ने हुन्छ, जुन नम्बरबाट हाम्रो इपिएस आइडी भन्ने हुन्छ। गुगलमा गएर eps.gokor.np भनेर त्यसमा सर्च गर्यो भने त्यसमा
आइडी बनाउने आउँछ। आइडी पासपोर्ट नम्बरहरू राखेर आइडी बनाउनु मिल्छ। अनि पछि हाम्रो यताबाट फाइलहरू पठाएको त्यही आइडीमा देखाउँछ। अनि पछि हाम्रो फाइलहरू कोरिया पठाउँछ। कोरियाको रोजगार के अरे कोरिया एचआरडीलाई पठाउँछ हाम्रो यताबाट फाइलहरू। अनि त्यहाँ फाइल पठाएपछि त्यहाँ एचआरडीले फाइलहरू चेक गरेर होइन केही मिस्टेक त छैन, डेट अफ बर्थ, नाम होइन, फोटो यताउता सबै चेक गरेर हाम्रो एप्रुभ भन्ने गर्छ। एप्रुभ भनेको त्यहाँ हाम्रो रोस्टरमा राख्छ, हाम्रो एप्रुभ गर्छ। यताबाट फाइल पठाइसकेपछि हाम्रो एप्रुभ गर्छ उता। अनि एप्रुभ गर्छ। एप्रुभ कहिलेकाहीँ हाम्रो रिटर्न आउने पनि सम्भावना हुन्छ। रिटर्न के कारणले आउँछ भन्दाखेरि फोटोको कारणले। जस्तै हाम्रो यताबाट कति 15 KB भन्दा तलको फोटो पठाउनुपर्छ। कहिले धेरै जसो फोटोकै कारणले रिटर्न आउँछ। फोटो बढी केबीको हुनु भएन, ठ्याक्क राख्नु पऱ्यो। अनि पछि फाइलको त्यो बढी केबीको पठाउनु भएन। अनि पछि केही नाममा फरक हुनु भएन। सबै सही भयो भने उताबाट एप्रुभ गर्छ, हामीलाई रोस्टरमा बसाल्छ। हामीलाई 1 वर्षको म्याद दिएर हामीलाई रोस्टरमा बसाल्छ, एप्रुभ गर्छ। अनि त्यसपछि हाम्रो इस्यु डेट भन्ने हुन्छ। इस्यु डेट हाम्रो 3 महिनामा आउँछ, जुन 3 महिना गरेर इस्यु डेट निकाल्छ। त्यहाँ त्यो इस्यु डेटको पनि कोटा आउँछ, त्यही अनुसार हाम्रो इस्यु डेट पनि निकाल्छ। अनि पछि इस्यु डेट आउँछ। इस्यु डेटमा इस्यु हुनु पऱ्यो। इस्यु डेट हाम्रो इस्यु हुने भन्ने प्रक्रिया चाहिँ कोरियाको रोजगारदाताहरूले साउहरूलाई, जस्तै मलाई एउटा कामदार चाहियो भने 3वटा फाइल दिन्छ। जस्तै मेरो कम्पनीमा एउटा कामदार चाहियो, नेपालबाट चाहियो भनेर मैले उता भन्यो भने मलाई 1को सट्टा 3वटा फाइल दिन्छ। र 3वटा फाइलमध्ये साउले एउटा मान्छेलाई चुज गर्छ। उसले हाइट, वेट, अनि पछि कुन देशको हो होइन, कस्तो छ, कति नम्बर आएको, त्यो सबै कुराहरू हेर्छ डिटेली। उसले हेरेर त्यही अनुसार उसले इस्यु गर्छ। अनि इस्यु भइसकेपछि हाम्रो के हुन्छ भन्दाखेरि हाम्रो इस्यु भएपछि उता कोरियन साउले हामीलाई यता एलसी फरवर्ड गर्छ। उताबाट लेबर कन्ट्याक्ट, जस्तै हाम्रो लेबर कन्ट्याक्ट हाम्रो पहिले कन्ट्याक्ट भइसकेको हुन्छ कि हाम्रो के कति सेलरी हुन्छ, कस्तो काम हो, के हो, कस्तो खाना दिन्छ कि नाइ, बस्न दिन्छ कि नाइ, कति सेलरी दिन्छ, के दिन्छ भने सबै हाम्रो लेबर कन्ट्याक्टमा हुन्छ। त्यसले उताबाट फरवर्ड गर्छ, नेपाल पठाउँछ गर्खु, हाम्रो आइडीमा देखिन्छ। अनि हामीले गर्खु गएर हामीले साइन गर्नुपर्ने हुन्छ लेबर कन्ट्याक्ट होइन। अनि पछि हामीले यताबाट साइन गरिसक्यो भने उताबाट पठाएर हामीले यताबाट साइन गर्नुपर्ने हुन्छ। साइन गर्ने बित्तिकै हामीले के गर्नुपर्छ भन्दाखेरि हाम्रो ट्रेनिङ फर्म, हाम्रो यता 7 दिनको ट्रेनिङ हुन्छ, जुन हाम्रो यता सिकाइन्छ उताको कामको बारेमा, उता कसरी के गर्ने, सुरुमा के गर्ने, सबै कुराहरू हाम्रो डिटेली 7 दिनको हाम्रो तालिम हुन्छ। त्यो तालिमको लागि फर्म भर्नुपर्छ। अनि पछि फर्म भरिसकेपछि त्यो 7 दिनको तालिम हुन्छ, तालिममा जानुपर्छ। सबै डिटेली सबै सिकाउँछन्। त्यहाँ कोरियन मान्छेहरू पनि हुन्छन्। सबै त्यहाँ क्लास हुन्छ, करिब हाम्रो 8, 9, 10, 7-8 घन्टाको क्लास हुन्छ। त्यो डिटेली सिकाउँछ त्यहाँ। त्यसपछि हाम्रो सिसिबिआई भन्ने हुन्छ। त्यो ट्रेनिङ गरिसकेपछि हामीलाई एउटा सर्टिफिकेट दिन्छ। त्यो सर्टिफिकेट पनि एउटा इम्पोर्टेन्ट हो। त्यो पछि सिसिबिआई गर्दा काम लाग्छ। हाम्रो फेरि सिसिबिआई भन्ने हुन्छ, सिसिबिआई भर्नुपर्ने हुन्छ, सिसिबिआई फर्म। अनि पछि हाम्रो सिसिबिआई भरेपछि हाम्रो उता सिसिबिआई फर्म भरेपछि हाम्रो उता भिसाको प्रोसेस हुन्छ। भिसा एप्रुभ हुने, भिसा उताबाट पठाउने, त्यो कामहरू हुन्छ। त्यसपछि हाम्रो डेट आउँछ, त्यो टेन्टेटिभ डेट भन्ने, त्यो भनेको अनुमानित दिन होइन, यो दिन तपाईँको फ्लाइट हुन्छ भनेर अनुमानित डेट आउँछ। सबै कुराहरू त्यही हाम्रो इपिएस आइडीमा नै देखाउँछ। र त्यही अनुसार हाम्रो फ्लाइट आउँछ, फाइनल फ्लाइट। अनि पछि हाम्रो फाइनल फ्लाइट आयो भने त्यही दिन हामीले रेडी भएर बस्नुपर्ने हुन्छ, जानको लागि सबै तयारी गर्नुपर्ने हुन्छ होइन। त्यो भयो। अनि उता गएर पनि 2-2.5-3 दिनको ट्रेनिङ हुन्छ। मलाई पनि ठ्याक्कै थाहा त छैन, म पनि गएको छैन। अब मेरो इस्यु भएकै छैन, अब हुन्छ होला। त्यो मैले जानेको कुरा तपाईँले सेयर गर्न गइराखेको छु। यति प्रोसेसहरू हुन्छ कोरियामा होइन। अब हाम्रो गाउँघरमा त के भन्छ, पास भयो जाँदै जाँदैन होइन, तेरो त भिसै आउँदैन, यस्तो भन्छ। अब यति प्रोसेसहरू हुन्छ होइन। त्यसमा नि अब कसैको फाइल अगाडि हुन्छ, कसैको पछाडि हुन्छ, कसैको पहिला हुन्छ, त्यस्तो हुन्छ होइन। त्यही भएर एकदमै सोचेर सम्झेर पढ्नु होला। आजको मेरो भिडियो तपाईँहरूलाई के कस्तो लाग्यो कमेन्ट बक्समा लेख्न नभुल्नु होला।
र हाम्रो कोरियन भाषा पढ्न हाम्रो केही क्वालिफिकेसन चाहिँदैन हामीलाई। हामीले भाषा पास गर्न सक्नु पऱ्यो, भाषा पढ्न सक्नु पऱ्यो, आफूलाई क्षमता हुनु पऱ्यो भाषा पढ्न सक्ने। अनि पछि इपिएस टपिक पास गर्नु पऱ्यो, स्किल टेस्ट पास गर्नु पऱ्यो होइन, स्किल टेस्ट पास गर्नु पऱ्यो। त्यसपछि मेडिकलमा सबै राम्रो हुनु पऱ्यो, आफ्नो हेल्थ चेकअपमा सबै राम्रो हुनु पऱ्यो, दीर्घकालीन रोग हुनु भएन। अनि पछि हाम्रो मेडिकल गरिसकेपछि जब एप्लिकेसन फर्म भर्नु पऱ्यो, त्यसपछि हाम्रो एप्रुभ हुन्छ, त्यसपछि हाम्रो इस्यु हुन्छ, त्यसपछि हाम्रो एलसी आउँछ, एलसी आएपछि साइन गर्नुपर्छ, साइनपछि ट्रेनिङ फर्म भर्नुपर्छ, ट्रेनिङ फर्मपछि ट्रेनिङ गर्नुपर्छ, ट्रेनिङ गरिसकेपछि हाम्रो सिसिबिआई फर्म भर्नुपर्छ, सिसिबिआई फर्म भरेपछि हाम्रो भिसा प्रोसेस जारी हुन्छ, अनि हाम्रो भिसा एप्रुभ हुन्छ, अनि उताबाट हाम्रो भिसा पठाउँछ। अनि पछि हाम्रो यता के अरे फाइनल फ्लाइटको लिस्ट आउँछ, त्यसपछि हामीले कोरिया जानुपर्ने हुन्छ। यति प्रोसेस हुन्छ हाम्रो कोरियन भाषाको। र आजको यो भिडियो जसले पनि कोरियन भाषा पढेर म कोरियन भाषा पढ्ने थिएँ के गर्नुपर्छ होला भनेर जसलाई पनि यो अन्यलमा हुनुहुन्छ तपाईँहरूको लागि एकदमै जानकारीमूलक र एकदमै महत्त्वपूर्ण भिडियो भयो होला, तपाईँहरूलाई एकदमै हेल्पफुल भयो होला भनेर पूर्ण विश्वास लिएको छौँ। र यस्तै नयाँ भिडियो, नयाँ जानकारीमूलक भिडियोहरू हामी लिएर आउने नै छौँ तपाईँहरूमा। अब हामी कन्टिन्यू पनि दिनेछौँ यो च्यानललाई, यस्तो इन्फर्मेटिभ कुराहरू यो च्यानलमा लिएर आउने नै छौँ। अब अर्को भिडियो तपाईँहरूलाई के को बारेमा चाहिने त्यो कमेन्ट बक्समा राख्नुहोला। र मेरो च्यानलमा जोडिनु भएको छैन भने सब्सक्राइब गरेर जोडिनु होला, हामीलाई फलो गरिराख्नु होला। भोलिको दिनमा हामी कोरिया गएर पनि राम्रो कन्टेन्टहरू कोरियाको बारेमा सबै होइन जानकारीमूलक भिडियोहरू लिएर आउनेछौँ। आजको लागि भने आजको भिडियो एकदमै लामो भइसक्यो जस्तो छ। आजको भिडियो जानकारीमूलक भयो होला तपाईँहरूको लागि। आजको भिडियो के कस्तो लाग्यो तपाईँहरूले कमेन्ट बक्समा एकदम मिठो छोटो कमेन्ट गरेर जानुहोला भन्दै आजको यो भिडियो यही अन्त्य गर्न चाहन्छु। हवस् त, धन्यवाद, नमस्कार।